भाइब्रेसन पनि अर्को हुन्छ तपाईँको चाहिँ भित्रको चाहिँ ब्रेनको पनि त्यसले चाहिँ भाइब्रेसनले चाहिँ उ गर्छ एकछिन आँखाबाट शरीरभरि ओमै ओम बसेको चाहिँ फिल गर्छ माथि श्वासदेखि सारा शरीरमा ओमले बसात गर्नुभएको छ ओममा नुहाइरहनु भएको छ माथिबाट पुरा ओम बसिरहेछ तपाईँ ओमबाट नुहाएर पवित्र भइरहनु भएको छ एक लेभलको फिलिङ्स चाहिँ ल्याउने जे फिलिङ्स ल्याए त्यही हुन्छ मैले भनेको थिएँ फ्रन्टल लब नचलाउने एकदम भित्र सबकन्सियस माइन्डबाट चाहिँ ओमको बसात भएको फिलिङ गर्ने एकछिन शान्त 1 मिनट अनि हामी सक्छौँ शान्त बस्ने 1 मिनट मात्र कति सक्नुहुन्छ एकदम रिल्याक्स ब्लिसफुल फिल गर्ने आफूले आनन्दित भएको म आज ओमले नुहाएँ सारा पवित्र ओमले नुहाएर मेरो शरीर पवित्र भएछ चोखो भएछ आनन्दित भएछ फिलिङ गर्ने एकदम आनन्दित फिल गर्छ अन्तमा आफ्नो बुवा आमालाई सम्झिनुहोस् धन्यवाद दिनुहोस् तपाईँलाई यहाँसम्म बुवा एकदम मनबाट सबकन्सियस माइन्डबाट बुवा आमा गुरुवर्गहरू गाउँलाई कसलाई तपाईँले सम्झिनु सक्नुहुन्छ 1 मिनटमा सबैलाई सम्झेर एउटा ग्रेटिट्युड सबैलाई धन्यवाद धन्यवाद दिनुहोस् एकदम धन्यवाद दिनुहोस् धन्यवाद दिनुहोस् मैले केही कमान्ड गर्दाखेरि नातिकन है रिल्याक्स योर बडी slowly open your eyes बिस्तारै आँखाले हतार नगरिकन बिस्तारै आँखा खोल्नुहोस् बिस्तारै आँखा खोल्नुहोस् बिस्तारै हात अगाडि ल्याउनुहोस् हल्का बस्नुहोस् है आँखामा सेक्नुहोस् होइन आँखामा सेक्नु जहाँ दुखेको छ तपाईँको गर्दनमा कहाँ दुखेको छ त्यो एनर्जीले चाहिँ त्यहाँ चाहिँ सेक्नु सक्छ जहाँ दुखेको छ त्यो भागमा सेक्नुहोस् जस्ट रिल्याक्स हुनुहोस् मलाई 1 घन्टा 2 घन्टा सुहाउनु भयो त्यसको लागि यहाँ सबैलाई धन्यवाद दिन चाहन्छु अब मैले मेरो कार्यक्रम चाहिँ एउटा भाइहरूलाई हस्तान्तरण गर्न चाहिँ अब के गर्नुपर्ने गर्छु धन्यवाद।